रात किन हुन्छ हजुर दिन किन हुन्छ थाहा छैन जिन्दगी कठिन किन हुन्छ हामीले सोचेको भन्दा राम्रो सो भयो होइन हाउसफुल भयो धेरै हाम्रो धेरै मान्छेहरू बसेर जानुभन्दा एकदम बहिनीको समर्थन सपोर्टको लागि माया देखाइदिनु धेरै धेरै खुसी लागेको छ फेरि अब हामी हेर्नु नपाउनेले भोलि हेर्छौँ र आगामी दिनमा फेरि हेर्नु भने फेरि सो गर्ने भन्ने आशा हेर्दै भनेर त्यसको लागि पनि धन्यवादले आभारी छौँ माया पाएकोमा आगामी दिनहरूमा पनि बहिनीको उच्च कामना धेरै राम्रो चुनेर गएको अवस्था देख्न पाऊँ बहिनी है बहिनी आएको कारणले हामी बहिनीसँग आबद्ध भएर हिँड्नु पायौँ हाम्रो अपर्च्युनिटी हो यति भन्दै मेरो दुई शब्द यहीँ घोप्ट्याउँछु यति भन्दै अब एन्जेला नै भन्दाखेरि एउटा ट्रफी उचाल्नु पाओस् नेपालबाट मलाई पनि त्यही हो मेरो सबैभन्दा ठुलो इच्छा हो उचाल्न युट्युबबाट लाइभबाट हेरेर है हाम्रो भ्लगर पोर्चुगलको बेस्ट भ्लगर तर उयो चाहिँ थाहा छैन च्यानल चाहिँ म तपाईँलाई सेयर गर्दैछु है होइन होइन त्यस्तो त्यस्तो त होइन है तर पनि अब सबैलाई यतिलाई गयो नि